going to announce मेरो नयाँ बाइक बाबा सो मेरो च्यानलको नयाँ नाम छ 3 करोड नेपालीले हेर्नै पर्ने च्यानल। हेलो गाइज, आज चाहिँ हामी अब अनप्लान्ड राइड हुन जाँदैछ हाम्रो सिस्नेरीको। दाइहरू चाहिँ रेडी हुँदै हुनुहुन्छ। यतिखेर चाहिँ कति बज्यो? 1 बजिसकेको छ। आज चाहिँ मेरो गियरको चाहिँ मैले यसको पनि उद्घाटन गर्दैछु। ल रमाइलो गर्नुपर्छ है त। खतरा देख्यो मलाई, खतरा देखेको छ। म चाहिँ अब घरबाट निस्किएको छु। दाइहरू हेलो गाइज, व्हाट्सअप। यसो दिदी आयो हल्का, यसो हल्का घुमघामको यसो गर्नु पऱ्यो सन्चै। डाउन बा ए हस् बाहिर हल्का चल बल त भएछ। मैले सुवर्ण दाइसँग लिएको थिएँ। फुल प्रोटेक्सन वाला फिलिङ आइरहेको छ। अहिले लोकेसन जहाँ भनेको थियो त्यहाँनिर आइपुगेको थिएँ। दाइहरू चाहिँ अझै आउनु भएको रहेछ। फोन गर्दैछु, फोन रिसिभ भइरहेको छैन। 2000 years later. दाइ आउँदैछ अरे दाइ। कताबाट जाने हो? अलिक भित्र छिराउ न, भित्र बाटोमा के रोक्ने? फाइनल्ली सब दाइहरू आउनुभएको छ। हेलो, वेलकम टु माई भ्लग है त। वेलकम टु डालबाट एडभेन्चर। ए हिरो डन हो त, आउनु जाउँ आइसक्नु भयो। मैले बाटो देखाएको छैन है। ल जाउँ। फाइनल्ली हामी अब सबजना 5 जना चाहिँ अब पेट भएको छ। हामी 5 जना स्पोर्ट्स राइडर। आज चाहिँ अब अनप्लान थियो। बिहान चाहिँ मैले चाहिँ ग्रुपमा जिस्केर चाहिँ हाम्रो प्रेसिडेन्टलाई चाहिँ ल आज कतै जाउँ त भनेको थिएँ। अनि उहाँसँग चाहिँ म जान पाइनँ। तर मैले त्यति म्यासेज गरेको भरमा दाइहरू तातिनु भयो। अनि दाइहरू तातेपछि म सेलाउने कुरै भएन। धेरै भइसकेको थियो राइड पनि नगरेको, भ्लग पनि नबनाएको। सो आज हामी चाहिँ अहिलेसम्म चाहिँ सिस्नेरी जाने कुरो छ। हेरौँ कहाँ पुगिन्छ। अहिले चाहिँ कति 2 बज्न लागिसक्यो दिउँसोको। पानी पर्ला जस्तो छ। दाइले रेनकोट ल्याएर खाएन भन्ने हुनुहुन्थ्यो। किरण दाइसँग पनि रेनकोट छैन जस्तो लाग्यो। ल है त, आज भ्लगमा चाहिँ फाइनली गाइज धेरैजना त सायद इन्ट्रेस्टेड भने मतलब धेरैजनाको त कमेन्ट देखेको थिएँ त। 2-3 जना आफ्नै भाइहरूको देखेको थिएँ कमेन्ट। तिनीहरूको लागि भए पनि धेरै राइडर फिल आइरहेछ। यो लुगा नै यस्तै हो क्या, लगाएपछि के हो ल कोही छैन भने कुदाउन त कुदाउने होइन। त्यही पनि त्यो भाइब नै छुट्टै आउँछ क्या ट्याक। दाइहरू पुरै जोसमा हुनुहुन्छ, पुरै जोसमा। आज सब थुप्रो पछि चाहिँ हामी सर्ट राइड गर्दैछौँ। दाइहरू पुरै जोसमा हुनुहुन्छ। यो चाहिँ माता तीर्थबाट बाटो ग्राभेल भइरहेको छ। सायद चाँडै नै
हुन्छ होला त्यो माथि चाहिँ हामीले चन्दागिरीको होइन क्या हो के होइन हो जस्तो हो हुँदो रहेछ नि होइन होला के हो ए हो चन्दागिरीको ट्विन रहेछ ट्विन झुन्डिरहेको छ यस्तो मिठो फ्रेस एयर छ कि म के भनौँ फ्रेस एयर त्यही माथि सबैजनालाई आम्मामा काठमाडौँ भ्याली मजा आइरहेछ ल राई होमस्टे त यता बनाउनु पर्ने हेर्नु त हेर्नु ल कस्तो दामी छ यार दाइ अनएक्सप्लोर हो क्या दाइ हजुर यो मलहरू होला त्यो उसमा बोरामा चाहिँ मकै रोप्नको लागि अब हिजो अस्ति पानी पर्यो एउटा फोटो त खिच्नै पर्छ यार एउटा फोटो त खिच्छु यार म एकदम दामी छ ल काउली रोपिरहेको छ यो ठाउँको त जति खिचे पनि
एकदम सही टाइम स्प्रिङमा आइहाल्छ नि त। म्याक्सिस हाल्नु पऱ्यो है, म्याक्सिस चिप्लिँदैन नि यो म्याक्सिसको पेड प्रमोसन त होइन, त्यही पनि मेरो चिप्ले छैन, त्यही भएर माटोको घर नजिकको चाहिँ थुप्रो भइसकेको थियो। पारिपट्टि कङ्क्रिट, वारिपट्टि यस्तो छ। यहाँ चाहिँ पेट्रोल पाइनेका साथै रिचार्ज कार्ड पनि पाइन्छ अरे। पेट्रोल त 2 लाइन छ, कति नै गुड्यो भने हामी 700 किलोमिटर। ओहो पानी छिटायो या कति पछि हदै यतापट्टि कङ्क्रिट यतापट्टि पुरै माटै माटो क्या है। म चाहिँ धेरै पहिला आएको थिएँ यो ट्र्याकबाट, यो बाटोबाट। त्यतिखेर चाहिँ सायद ठाउँभन्दा पनि कहिले कुलेखानी पुगौँ भन्नेवाला क्युरियोसिटी थियो। अब अहिले चाहिँ मजाले ल्यान्डस्केप हेरेर चिल छ, पानी पऱ्यो, घाम पानी सालको पे भइरहेछ। हामी चाहिँ जन्ती लागिरहेछौँ। अनि अर्को कुरा अनाउन्स गर्दाखेरि चाहिँ मैले चाहिँ मेरो च्यानलको नाम चाहिँ चेन्ज गरेको छु। हाम्रो अल थ्याङ्क्स टु कुन्दन दाई, उहाँले चाहिँ मलाई सजेसन गर्नुभएको, जुन चाहिँ मलाई चाहिँ अलिक अथेन्टिक पनि लाग्यो। मलाई चाहिँ अलिक अथेन्टिकै नाम चाहिएको थियो होइन। पहिला पनि अब टिपिकल राइडर नेपाली बाइकर थियो। अनि त्यसपछि त्यो चाहिँ अब नर्मल्ली अलिकति सर्च गर्नलाई पनि अब अहिले ग्रो भएको छैन, सर्च गर्नलाई पनि अलिकति टाइम लागेको भएर आई एम गोइङ टु अनाउन्स मेरो नयाँ बाइक बाबा। सो गाइज आई एम रेडी टु अनाउन्स मेरो च्यानलको नयाँ नाम छ दाल भात एडभेन्चर। सही सुन्नुभयो तपाईँहरूले, वेलकम टु दाल भात एडभेन्चर गाइज। हामी अब जहाँ राइड गए पनि एट द स्टार्ट भनौँ, एट द इन्ड भनौँ, हामीले चाहिँ अब दाल भातै चाहिन्छ हामीलाई। एउटा उनै उखानै छ, दाल भात पावर 24 आवर। त्यही भएर वेलकम टु दाल भात एडभेन्चर। हामी चाहिँ दाल भात खानकै लागि भयो नि घुम्न जान्छौँ भन्ने 2 व्हिलमा भन्ने मूल नाराका साथ। सो दाल भात एडभेन्चरमा तपाईँलाई स्वागत छ। थ्याङ्क यू। वेलकम टु दाल भात एडभेन्चर है, वेलकम टु दाल भात एडभेन्चर है, मेरो नयाँ नाम च्यानलको। वेलकम टु दाल भात एडभेन्चर। यो त ठ्याक्कै हामी उबाट फर्पिङबाट आउँछ नि, ठ्याक्कै यही हो। यत्रो क्यामेरा लिएर हिँड्दा नि कसरी हेर्दैन त। तीन करोड नेपालीले हेर्नै पर्ने च्यानल भने कसैले हेर्दैन जाऊ, भने कसैले हेर्दैन जाऊ बाटोमा। 2000 years later. एकजनाले चाहिँ रियाक्ट गर है, आयो त्यो आई भ्लगमा आयो। अब खासै मलाई केटाहरूले चाहिँ खासै रियाक्ट गर्दैनन्, केटीहरूले चाहिँ यसो रियाक्ट गरेर आउँछन्। राम्रो हुने केही छन् गाइजहरू। दङ्ग पर्छ त मैचाङ त। ओहो मेरो बिहे भइसक्यो भने थाहा छैन क्या यिनीहरूलाई। फेरि यसले नि हाँस्यो, यो चाहिँ हाँसेन अन्त। यो चाहिँ बुढाप्रति लोयलले चाहिँ फिचरिङ बाख्रा बोका एन्ड द मालिक्स। दाल भात भनेपछि चाउन पक्कै नै खसीको मासु त चाहियो। त्यही भएर उस खसीको आमा बा तथा छोरछोरीले चाहिँ यसो देखाइदिएको। अब यहाँबाट चाहिँ हामी
जाऊ यतैबाट यो यताबाट कुलेखानी पुग्छ होइन कुलेखानी यताबाट हो हामी चाहिँ तल अब हेटौँडा जाने बाटोमा लागिरहेछौँ अब यो चाहिँ पुरै अफरोड सकियो किरण दाईको पछाडि चाहिँ बस्नुहुन्न किनभने अब नामै उहाँको किरण छेडेरै जाने हो नि त त्यही भएर क्लोज कल अगाडिबाट भिडियो पछाडिबाट भिडियो हामीहरू सिस्नेरीतर्फ जाँदैछौँ अगाडिको ब्रेक हाल्नु भयो मैले हेर्न सकिनँ हाम्रो दाइ त राइडर दाइ बच्छु ब्रेक लाग त्यो अड्क्यो ब्रेकले चाहिँ लाग्न बिर्सेला हान्ने फेरि क्या साह्रो भएर ए त्यो तपाईँको यो उ भएर हाम्रो उ छ नि त तपाईँको एबिएसले गर्दा लक हुन्छ भिडियो खिचिँदा कस्तो सर्टकट रहेछ एकछिनमा पुग्दो रहेछ धेरै सर्टकट आयो फाइनल्ली अब हामी चाहिँ हाइवेमा छोडेको छौँ खिचिराख नि नभए मेरो ऊ त खेर जाँदैन नि ए यहाँ आउँदो रहेछ नाइस सो हामी चाहिँ ठ्याक्क सिस्नेरी छिर्ने ठाउँमा आइपुगेका छौँ ठ्याक्कै यहाँबाट अगाडि चाहिँ दक्षिण खाली जानु मिल्यो कोही भयो जाउँ हामी चाहिँ ठ्याक्क सिस्नेरीतिर लागेका छौँ पहिला चाहिँ यहाँ खोलेबाट तार्नु पर्थ्यो अहिले चाहिँ पुल बनाएको छ नाइस
आम्मामा कस्तो भिड हुन थालेछ हौ काठमाडौँमा पैसा दिनुपर्छ लिङ्कुला यहाँ सित्तैमा खेल्न पाइन्छ भनेर आँखा यहाँ आउन झन् लाउनु पर्यो बरु 30 रुपियाँ तिरेर होइन स्विमिङ पुलमै खेल्नु अहिले कस्तो लागिरहेको छ 42 किलोमिटर ग्रुपमा चाहिँ है यो त गइरहेको ग्रुपमा चाहिँ धेरै आज एकासी प्रोग्राम गऱ्यो उहाँले भन्नुभएको छ धेरै दिनपछि राइड गरेको होला त्यो अनप्लान अनि थोरै भएको भएर त्यो टेन्सन पनि छैन रिल्याक्स आफ्नो वेमा हराउला भन्ने पिर पनि छैन पक पक भन्नु पर्यो होइन टाइमिङ चाहिँ एकदम कुरा भनेको छ नि के अरे अरू बेला भए चाहिँ कसलाई कुर्नु पर्ने होइन त्यो हरि सर चाहिँ कुद्यो भन्नु पर्ने हेर्नु त टेन्सनको जड त तपाईँ हुनुहुन्छ दाइले कस्तो लागिरहेछ है एकदम अब टाइमिङको पनि त्यति मतलब राख्नु पर्यो मतलब भएन ढिलो भयो यही जङ्गलमा बास बसेको हामी केटा छौँ अब छिटो भयो भने घर फर्किन्छ 12 बजी पुग्यो भने केही फरक परेन घर बुढी पनि अब कति लगभग हामी पाउँछु दाइले के भन्नुहुन्छ अब सबैको बोल्यो खै उसको छैन दाइ कस्तो रमाइलो लागेको छ अहिले त गजब रमाइलो एकदम भिड रहेछ बवाल भिड रहेछ हामी त यत्तिकै सिस्टरै भने यो हो भने हेऱ्यौँ अनि फर्क्यौँ गएर पानी पनि नचलाइकन एकदम प्याक हुन थाल्ने भइसकेको छ फर्क्यौँ हामी हाजिर गर्नको लागि जसरी आयो गयो एकदम बबाल भिड हुने रहेछ 2012-13तिर आउँदाखेरि केही पनि थिएन यस्तो अहिले चाहिँ गाडीको पनि एक्सिस रहेछ बस आइरहेको देखेँ त्यो बाटोमा ट्याक्सीहरू गाडीहरू कारहरू पनि आउँदो रहेछ सही हो इजी गयो हो खाना तयार हुँदैछ हामी कहिलेकाहीँ यस्तो राइड पनि गर्छौँ यो वनभोज यो त वान डे राइड यही सर्कलै मार्नु पर्ला वनभोज होइन क्या त्यही खोला भोज हो यो त वान डे राइड गर्छ अझै वनभोज होइन खोला भोज हो खोलाको यो पुरा होल सर्कलै मार्ने माछा मार्ने होइन त्यसको लाएर दुईटा प्याज हुनुपर्छ त्यसपछि
हाम्रो चाहिँ ड्राई पिकनिक खोलाको एन्ड भएको छ त्यही भएर ओ आम्मामा के हो त्यो चाहिँ हैट यहाँ तल भने छँदैन त्यो चाहिँ यसले धुलो खान्थ्यो पिच बाटो सकेको छ अब चाहिँ हामी पुरै कच्ची बाटो हिँडिरहेछौँ हामी यतिखेर अहिले दक्षिणकाली आइपुगेका छौँ यता रहेछ नि त भाइ कस्तो छ त्यसको अन्त छ रहेछ काटा उसकोमा रहेछ दामी छ मैले दाइलाई के हो त्यो मुखमा हाल्ने बित्तिकै बोल्न गाह्रो होला नि फेरि म देखाउँदा पिरिपिरि गर्छ दामी छ भिडियो भिडियो यहाँबाट कहाँ फोटो खिच्दा हाम्रो कस्तो गर्नु पर्यो बाटोमा त नहाल्ने यहाँको चाहिँ ट्याकल ल्याएर दामी रहेछ आइपुगेको छु म एकदम अनप्लान ट्रिप थियो तर मजा आयो एकदम बवाल मजा आयो धुलो चाहिँ बवाल फर्किँदाखेरि चाहिँ एकदम धुलो भयो सो थ्याङ्क यू फर वाचिङ है त